गोपाल गुरुङज्यूले महामानव डाक्टर गोपाल गुरुङज्यूले दिनुभएको लोकतन्त्र धर्मनिरपेक्ष प्रान्तीयताको मुद्दालाई संस्थागत गर्नको निमित्त बाँकी छ। यो लोकतन्त्रको धज्जी उडाएर यहाँको लोकतन्त्रवादी भन्ने केही नायकहरू जो चाहिँ लोकतन्त्र चाहँदैनथे, हिजो पनि चाहँदैनथे, आज पनि चाहिरहेको छैन। लोकतन्त्र धर्मनिरपेक्ष प्रान्तीयता आज लोकतन्त्र व्यवस्थाको कार्यकारी प्रमुखहरू जो बनिरहनु भएको छ उनीहरू राजतन्त्रात्मक व्यवस्थाबाटै जन्मिएका मानिसहरू हुन्। लोकतन्त्रको खिलाफमा लोकतन्त्रको धज्जी उडाएर अगाडि बढिरहेको छ। यो राम्रो व्यवस्थालाई, यो सुदीन व्यवस्थालाई सदाको निमित्त समाप्त पार्न चाहन्छ। तर त्यसैले यस्ता खालका खलनायकहरूलाई सदाको निमित्त सत्ताच्युत गर्नको लागि वैचारिक क्रान्ति मार्फतबाट अब आउने चुनावहरू 2084 सालमा चुनाव हुँदैछ। चुनाव मार्फतबाट हामीले त्यो सत्ता कब्जा गर्न सक्नुपर्नेछ। त्यसैले चुनाव चिन्ह कुखुराको भाले, मङ्गोल नेसनल अर्गनाइजेसनको चुनाव चिन्ह कुखुराको भालेमा मतदान गरेर तपाईँ हामीले यो देशमा मङ्गोल र मूलवासीहरूको अधिकार र समग्र यो देशको सम्पूर्ण देशवासीहरूको अधिकार सुनिश्चित गर्नको लागि हामीले तयारी हुनुपर्छ। अहिलेको अगेन्स्टमा अगाडि उभिरहेको लोकतन्त्रलाई मसाउन खोज्ने, गणतन्त्र व्यवस्थालाई मसाउन खोज्ने को आज यो देशमा चलिरहेको छ राजतन्त्र व्यवस्थालाई पुनर्संरचना अथवा पुनर्निर्माण गर्नुपर्छ भनेर अथवा राज संस्था र हिन्दू राष्ट्रलाई संस्थागत गर्नुपर्छ भनेर हिँडिरहेका मान्छेले के भन्छ? लोकतन्त्र मान्दैन। लोकतन्त्रभित्र सबै मान्छेले बाँच्ने अधिकार पर्याप्त अथवा प्रत्याभूत गरेको हुन्छ। तर राजतन्त्रले के भन्छ? राजतन्त्र व्यवस्थाले, राजा व्यवस्थाले राजाहरूले संविधानभन्दा माथि हुन्छ। राजाले संविधान कानुन मान्नु पर्दैन। कुनै पनि संविधानभन्दा माथि रहेका व्यवस्था अथवा त्योको नायके मान्छेले यो देशलाई सञ्चालन गर्न सक्ला? सक्दैन। संविधानभन्दा माथि राजा भइसके पछाडि संविधान मान्नु परेन। उसले निर्मम दमन गर्ने उसको ऐतिहासिक कालखण्डहरू हामीले देखेका छौँ। त्यो चिजको अन्त्य गर्दै लोकतन्त्र धर्मनिरपेक्ष प्रान्तीय व्यवस्था महामानव डाक्टर गोपाल गुरुङले जब जन्माउनु भयो त्यहाँबाट राजतन्त्र व्यवस्था हिजोकै दिनमा समाप्त भइसकेको छ। अब तपाईँहरूले कल्पना कहिले पनि गर्नु पर्दैन कि राजा आएर यो देशमा सत्ता सञ्चालन गर्छ भन्ने दिवा सपना जसले देख्छ त्यो खरानी भएर जान्छ। किनकि यो लोकतन्त्रको खिलाफमा जसले बोल्छ अथवा यो प्रान्तीय धर्मनिरपेक्षको खिलाफमा जसले बोल्छ त्यो भनेको समाजको अखण्डकारी अथवा विखण्डनकारी हो। त्यो खण्डितकारीहरू हो जसले यो समाजमा भड्काउन चाहन्छ, समाजमा तित्तर-बित्तर गराउन चाहन्छ। त्यसैले त्यो तित्तर-बित्तर गराउने मानिसहरूलाई पाखा लगाउनको निमित्त जो अवशेष मात्र रहेका राजाहरू, ती अवशेष मात्र रहेका राजाहरूको सधैँको निमित्त समाप्त पार्दै अबको क्षणमा खरानी बन्ने तयारीमा गइसकेको यी राजावादी व्यवस्था, राजतन्त्र व्यवस्थाले हाम्रो कहिले पनि हित गर्दैन भन्ने कुरा बुझ्नुपर्छ। हामी यो मैदानबाट उभिएर हामीले के भनिरहेका छौँ भने हामीले सबै चिज गुमायौँ। अब हामीसँग एक मुठी प्राण बाहेक केही पनि छैन। यो एक मुठी प्राण प्राप्तिको लडाइँबाट अथवा यो एक मुठी प्राणलाई मृत्युको मुखमा धितो राखेर हाम्रो आउने भावी पिँढीको अस्तित्व रक्षाको निमित्त लडिरहेको योद्धा हौँ भनेर हामीले भनिरहेका छौँ। यो योद्धा बन्दै गर्दा तपाईँहरूलाई लाग्न सक्छ, कतिलाई डर लाग्न सक्छ, कतिलाई त्रासदीपूर्ण जिन्दगी बिताउनु पर्छ कि क्या हो, मङ्गोल नेसनल अर्गनाइजेसनले साँच्चीकै जातीय विखण्डन गर्दैछ कि क्या हो, अथवा साम्प्रदायिकता खलल गर्दैछ कि क्या हो, अथवा यसले विखण्डन निम्त्याउँदैछ कि क्या हो भनेर तपाईँहरूलाई चिन्ता लाग्न सक्छ। कदापि त्यो होइन। मङ्गोल नेसनल अर्गनाइजेसनको एजेन्डा, मङ्गोल नेसनल अर्गनाइजेसनको नीति पद्धति र मङ्गोल नेसनल अर्गनाइजेसनको मेनिफेस्टोले के भन्छ? समानता, स्वतन्त्रता र भातृत्व, समानता र स्वतन्त्रता र भातृत्वको जगबाट उभिएको हामी असली दर्शन अंगीकार गरिरहेका मानिसहरूले वैचारिक क्रान्तिबाट मात्रै लड्छौँ। हामीले कुनै पनि युद्ध क्रान्ति अथवा रक्त क्रान्तिबाट अगाडि बढेका छैनौँ। हामीले समाज विखण्डन गर्न कहिले पनि भनिरहेका छैनौँ। यो समाजलाई विखण्डन गर्ने यहाँका अति यथास्थितिवादीहरूले गरिरहेका छन्। जो काङ्ग्रेसको नामबाट, जो एमालेको नामबाट, जो माओवादीको नामबाट, जो राप्रपा स्वतन्त्र यी आदि के भन्छ, यी ठाउँबाट चाहिँ विखण्डन
प्रति उन्मुख गराउने काम गरिरहेको छ। किन इतिहासतिर हामी एकचोटि फर्केर हेरौँ त, हिजो 10 वर्ष कथित जनयुद्धका मालिक नायकहरू, 10 वर्ष जनयुद्धका नायकहरूले के भनेका थिए? जातीय पहिचानको आधारमा, जात जातको आधारमा राज्य सत्ता दिन्छु अथवा राज्य संरचना गर्छु, राज्यको पुनर्संरचना गराउँछु भनेको होइन। ती व्यक्ति विखण्डनकारी हो कि होइन? जातको आधारमा कुनै पनि राज्य सत्ता दिन पाउँछ, लिन सकिन्छ तपाईँ? हामीले सक्दैन। जातीय पहिचानको आधारमा, जातको आधारमा राज्य पुनर्संरचना गर्ने, माटो भूगोल दिने भन्सली वारियर अथवा त्यो असली योद्धा बनेर यो फिक्कल गाउँपालिका सभाको अथवा यो 3 खण्डे फुटबल ग्राउन्डमा आज करिब करिब मेरो जीवनमा 4औं 5औं चोटिको कार्यक्रम हुँदैछ। यो कार्यक्रमले तपाईँ हामीले के बुझ्नुपर्छ भने आज यो चोटिको कार्यक्रम हुँदा कुन अनुभूति भयो र फिक्कल गाउँपालिकाको वडा नम्बर 6 को पहिलो प्रशिक्षण कार्यक्रम गर्दाखेरि कस्तो खालको अवस्था थियो, त्यो किताकार्ड गर्न सक्नुपर्छ हामीले। यहाँका स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूलाई मात्र बढी थाहा छ कि त्यो बेला करिब करिब हामीले 12-15 जनाको समूहमा कार्यक्रम प्रशिक्षण गरेका थियौँ। त्यो प्रशिक्षणको प्रशिक्षार्थीको रूपमा, प्रशिक्षकको रूपमा जो आउनुभएको थियो, प्रशिक्षकको रूपमा म आफै पनि त्यहाँ सामेल थियौँ। आज त्यो ठाउँबाट जन्मिँदै आउँदाखेरि आज हामीले यतिको मान्छे अथवा यतिको जो बुझ्न सक्ने मङ्गोलहरूको आफ्नो अस्तित्व, मानवहरूको मानवीय अस्तित्व प्राप्त गर्ने लडाइँमा यति धेरै मान्छे सामेल हुनु भनेको हामीहरूको ऐतिहासिक जित हो। उभिएका छौँ कि जो आफ्नो धरातल आज स्ट्रङ अथवा दरो बनाउँदै उभिरहेका छौँ, यो मानेमा उभिएका छौँ कि धेरै अगाडिदेखि सङ्घर्ष गरिएको ठाउँ हो यो। किनकि मङ्गोल नेसनल अर्गनाइजेसनको जब जिल्ला सभा सिन्धुली खडा भयो, खडा भइसके पश्चात यो फिक्कल गाउँपालिका सभाको जन्म हुनुभन्दा अगाडि नै मङ्गोल नेसनल अर्गनाइजेसन फिक्कल गाउँपालिका वडा नम्बर 6 को वडा सभा गठन गरेदेखि नै म यो माटोमा उभिरहेका थियौँ। उभिँदै गर्दा आज समयको परिवर्तित सँगसँगै आज फिक्कल सभा, फिक्कल गाउँपालिका वडा अथवा फिक्कल गाउँपालिका सभाको दोस्रो ऐतिहासिक अधिवेशन सभा सम्पन्न गर्न सक्षम भयौँ। यही कारणले हामी खुसी छौँ। निश्चय नै हामी आज रम्यौँ, हामी आज नाच्यौँ, हामी आज गायौँ, हरेक कुरा गऱ्यौँ। तर तपाईहरूलाई याद हुनुपर्छ कि हामी नाच्न, गाउन अथवा रमाइलो गर्न असाध्यै सिपालु छौँ। आजको यस कार्यक्रमका सभाध्यक्ष महोदय, त्यसै गरी आजको यस ऐतिहासिक मङ्गोल नेसनल अर्गनाइजेसन दोस्रो फिक्कल गाउँपालिका सभा अधिवेशनका प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू र विभिन्न प्रान्तीय सभाबाट पाल्नुभएका अतिथिज्यूहरू, त्यसै गरी विभिन्न जिल्लाबाट पाल्नुभएका जिल्ला अध्यक्षज्यूहरू र विभिन्न पालिका सभाबाट, नगर सभाबाट पाल्नुभएका अध्यक्षज्यूहरू र त्यसै गरी विभिन्न वडा सभाबाट पाल्नुभएका प्रतिनिधिज्यूहरू र यस कार्यक्रमलाई देशव्यापी एवं विश्वव्यापी फैलाउनको निमित्त यहाँसम्म आइदिनुभएका तपाईँ मिडियाकर्मीज्यूहरू, पत्रकार साथीहरू र त्यसै गरी यस कार्यक्रमलाई सुरक्षार्थ खटिरहनुभएका सुरक्षाकर्मीज्यूहरू र त्यसै गरी यस कार्यक्रमलाई साङ्गीतिक मनोरञ्जन दिनको निमित्त आउनुभएका तपाईँ सम्पूर्ण कलाकार भाइ बहिनीहरू र यस कार्यक्रमलाई आफ्नो व्यस्तताको बावजुद पनि यो प्राङ्गणसम्म अथवा यो चौरसम्म आइदिनुभएका तपाईँ सम्पूर्ण मङ्गोल प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो व्यक्तिगत तर्फबाट र मङ्गोल नेसनल अर्गनाइजेसन बागमती प्रान्तीय सभाको तर्फबाट स्वीकार्नुहोस् मङ्गोल मायाले भरिएको क्रान्तिकारी अभिवादन। जय मङ्गोल। निश्चय नै म आज एउटा यो क्षणबाट उभिएका छौँ कि जो आफ्नो धरातल आज
स्ट्रङ अथवा दरो बनाउँदै उभिरहेका छौँ। यो मानेमा उभिएका छौँ कि धेरै अगाडिदेखि सङ्घर्ष गरिएको ठाउँ हो यो। किनकि मङ्गोल नेसनल अर्गनाइजेसनको जब जिल्ला सभा सिन्धुली खडा भयो, खडा भइसके पश्चात यो फिक्कल गाउँपालिका सभाको जन्म हुनुभन्दा अगाडि नै मङ्गोल नेसनल अर्गनाइजेसन फिक्कल गाउँपालिका वडा नम्बर 6 को वडा सभा गठन गरेदेखि नै म यो माटोमा उभिरहेका थियौँ। उभिँदै गर्दा आज समयको परिवर्तित सँगसँगै आज फिक्कल सभा, फिक्कल गाउँपालिका वडा अथवा फिक्कल गाउँपालिका सभाको दोस्रो ऐतिहासिक अधिवेशन सभा सम्पन्न गर्न सक्षम भयौँ। यही कारणले हामी खुसी छौँ। निश्चय नै हामी आज रम्यौँ, हामी आज नाच्यौँ, हामी आज गायौँ, हरेक कुरा गऱ्यौँ। तर तपाईहरूलाई याद हुनुपर्छ कि हामी नाच्न गाउन अथवा रमाइलो गर्न असाध्यै सिपालु छौँ। नाच्न गाउन रमाइलो गर्न सिपालु हुँदै मात्रै अथवा भएर मात्रै नहुँदो रहेछ। हामीलाई चाहिने कुरा तपाईको बडी अथवा तपाईको शरीर छ, तपाईको शरीर छ। यदि शरीर छ भन्दैमा तपाईभित्रको त्यो प्राण छैन भने सायद हामी बाँचेको कुनै पनि औचित्य हुन सक्दैन। निश्चय नै हामी रमाउँछौँ, गाउँछौँ, नाच्छौँ। हिजोको दिनदेखि नाच्यौँ, कहिले सेलेको तालमा, कहिले विभिन्न साङ्गीतिक कोसेलीको तालमा हामी नाच्यौँ नि। तर तपाईँ हामीले नाचेर मात्रै पायौँ? पाएन। किन पाएन त? किनकि हामी यो देशको कानुनमा, नेपालको नीतिमा, पद्धतिमा हामी कहिले पनि बाँच्न सकेका थिएनौँ। यो मान्छे भएर बाँच्नको निमित्त लडिरहेका छौँ। निश्चय नै हाम्रो हक अधिकार सुनिश्चित गर्नको लागि र मङ्गोल अस्तित्व र अधिकार सुनिश्चित गर्नको निमित्त लडिरहेका हौँ। त्यो असली वारियर अथवा त्यो असली योद्धा बनेर यो फिक्कल गाउँपालिका सभाको अथवा यो 3 खण्डे फुटबल ग्राउन्डमा आज करिब करिब मेरो जीवनमा 4औं 5औं चोटिको कार्यक्रम हुँदैछ। यो कार्यक्रमले तपाईँ हामीले के बुझ्नुपर्छ भने आज यो चोटिको कार्यक्रम हुँदा कुन अनुभूति भयो र फिक्कल गाउँपालिकाको वडा नम्बर 6 को पहिलो प्रशिक्षण कार्यक्रम गर्दाखेरि कस्तो खालको अवस्था थियो त्यो किताकार्ड गर्न सक्नुपर्छ हामीले। यहाँका स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूलाई मात्र बढी थाहा छ कि त्यो बेला करिब करिब हामीले 12-15 जनाको समूहमा कार्यक्रम प्रशिक्षण गरेका थियौँ। त्यो प्रशिक्षणको प्रशिक्षार्थीको रूपमा, प्रशिक्षकको रूपमा जो आउनुभएको थियो, प्रशिक्षकको रूपमा म आफै पनि त्यहाँ सामेल थियौँ। आज त्यो ठाउँबाट जन्मिँदै आउँदाखेरि आज हामीले यतिको मान्छे अथवा यतिको जो बुझ्न सक्ने मङ्गोलहरूको आफ्नो अस्तित्व, मानवहरूको मानवीय अस्तित्व प्राप्त गर्ने लडाइँमा यति धेरै मान्छे सामेल हुनु भनेको हामीहरूको ऐतिहासिक जित हो। तसर्थ हामीले पटक पटक भनिरहेका छौँ, आज यो देश कुन अवस्थामा पुगिरहेको छ। निश्चय नै हामीले धेरै चिज गुमाइसकेका छौँ इतिहासमा। एकछिन हल्ला नगरिकन सुन्नुहोस् है तपाईँहरू, हल्ला गर्नु भने बर्बाद हुन्छ। निश्चय नै इतिहासमा हामी धेरैचोटि मरिसकेका छौँ, हामीले धेरै चिज गुमाइसकेका छौँ। के गुमायौँ त हामीले? यो देशको इन्डिजिनियस पिपलहरू अथवा मूलवासी मङ्गोलहरूले हामीहरूको अधिकारमा अन्तर्राष्ट्रिय कानुनले अथवा राष्ट्रसङ्घको कानुनले दिएको कुरा अनुसार जल जमिन जङ्गल, जल जमिन जङ्गल मूलवासीहरूको हुन्छ भनेर भनिएको छ। ती जल जमिन जङ्गल आज हामीसँग छ। हामीले गुमायौँ कि गुमाएनौँ? कसको कारणले गुमायौँ? हामीहरूको अविवेकीपनको कारणले, हामीहरू चेतनशील हुन नसकेको कारणले। यहाँ राज्य सत्तामा सत्ता सञ्चालन गरिरहेका मानिसहरूले पटक पटक हामीबाट हाम्रो मताधिकारहरूलाई मिसयुज गरेर हामीले दिएको मत चाहिँ त्यो मतको भ्यालु नराखिकन उनीहरूले मतको मिसयुज गरेर आज सत्ता सञ्चालन गर्ने क्रममा ती जल जमिनको जङ्गलहरूलाई पाखा र किनारा लगाएर अथवा ती जल जमिन जङ्गलको मालिकहरूलाई किनारा लगाएर आज हामी देशविहीन बनाएका छौँ। त्यो देश प्राप्तिको महान लडाइँमा अथवा वैचारिक क्रान्तिको एउटा दोसाँधबाट उभिएर हामी यो मैदानबाट उभिएर हामीले के भनिरहेका छौँ भने
हामीले सबै चिज गुमायौँ। अब हामीसँग एक मुठी प्राण बाहेक केही पनि छैन। यो एक मुठी प्राण प्राप्तिको लडाइँबाट अथवा यो एक मुठी प्राणलाई मृत्युको मुखमा धितो राखेर हाम्रो आउने भावी पिँढीको अस्तित्व रक्षाको निमित्त लडिरहेको योद्धा हौँ भनेर हामीले भनिरहेका छौँ। यो योद्धा बन्दै गर्दा तपाईहरूलाई लाग्न सक्छ, कतिलाई डर लाग्न सक्छ, कतिलाई त्रासदीपूर्ण जिन्दगी बिताउनु पर्छ कि क्या हो, मङ्गोल नेसनल अर्गनाइजेसनले साँच्चीकै जातीय विखण्डन गर्दैछ कि क्या हो, अथवा साम्प्रदायिकता खलल गर्दैछ कि क्या हो, अथवा यसले विखण्डन निम्त्याउँदैछ कि क्या हो भनेर तपाईँहरूलाई चिन्ता लाग्न सक्छ। कदापि त्यो होइन। मङ्गोल नेसनल अर्गनाइजेसनको एजेन्डा, मङ्गोल नेसनल अर्गनाइजेसनको नीति पद्धति र मङ्गोल नेसनल अर्गनाइजेसनको मेनिफेस्टोले के भन्छ? समानता, स्वतन्त्रता र भातृत्व, समानता र स्वतन्त्रता र भातृत्वको जगबाट उभिएको हामी असली दर्शन अङ्गीकार गरिरहेका मानिसहरूले वैचारिक क्रान्तिबाट मात्रै लड्छौँ। हामीले कुनै पनि युद्ध क्रान्ति अथवा रक्त क्रान्तिबाट अगाडि बढेका छैनौँ। हामीले समाज विखण्डन गर्न कहिले पनि भनिरहेका छैनौँ। यो समाजलाई विखण्डन गर्ने यहाँका अति यथास्थितिवादीहरूले गरिरहेका छन्। जो काङ्ग्रेसको नामबाट, जो एमालेको नामबाट, जो माओवादीको नामबाट, जो राप्रपा स्वतन्त्र यी आदि के भन्छ, यी ठाउँबाट चाहिँ विखण्डन प्रति उन्मुख गराउने काम गरिरहेको छ। किन? इतिहासतिर हामी एकचोटि फर्केर हेरौँ त। हिजो 10 वर्ष कथित जनयुद्धका मालिक नायकेहरू, 10 वर्ष जनयुद्धका नायकेहरूले के भनेका थिए? जातीय पहिचानको आधारमा, जातको आधारमा राज्य सत्ता दिन्छु अथवा राज्य संरचना गर्छु, राज्यको पुनर्संरचना गराउँछु भनेको होइन। ती व्यक्ति विखण्डनकारी हो कि होइन? जातको आधारमा कुनै पनि राज्य सत्ता दिन पाउँछ, लिन सकिन्छ तपाईँ? हामीले सक्दैन। जातीय पहिचानको आधारमा, जातको आधारमा राज्य पुनर्संरचना गर्ने, माटो भूगोल दिने भन्ने मानिसहरू पो त यहाँ त जातीय विभेद निम्त्याउने हो नि त। जसले छुवाछुतको कुरा गरिरहेको थियो, जसले हिन्दू साम्राज्यवादी सोच र चिन्तनबाट आएका मानिसहरूले, जसले मनुस्मृति पढेर मनुस्मृति कानुनबाट गाइडेड भएका मानिसहरूले जातीय खाडल निर्माण गरेको थियो। ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र यी 4वटा तह छ। यी 4वटा तहको निर्माण गर्ने मान्छे पो जातीय विभेदको चाहिँ सबैभन्दा अग्रपङ्क्तिको त्यो व्यक्ति हो नि त। ऊ जातीय विखण्डन गर्ने मान्छे त्यो हो। तर हामी समानताको कुरा गरिरहेका छौँ, धर्मनिरपेक्षको कुरा गरिरहेका छौँ, लोकतन्त्रको कुरा गरिरहेका छौँ। लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीयता। लोकतन्त्रभित्र के हुन्छ? समानता हुन्छ। लोकतन्त्रले इलेक्टेड गर्न पाउँछ। लोकतन्त्र व्यवस्थाले तपाईँले चाहेको मान्छेलाई तपाईँले इलेक्सन मार्फतबाट अथवा निर्वाचन प्रणालीबाट तपाईँले छान्न सक्नुहुन्छ। यो व्यवस्था अङ्गीकार गरिरहेका मान्छे के विखण्डनकारी हुन सक्छ? सक्दैन। तर आज देख्दै हुनुहुन्छ लोकतन्त्रको खिलाफमा, लोकतन्त्रको बरखिलाफमा को हिँडिरहेको छ? यहाँका सम्पूर्ण दलहरू र अहिलेको अगेन्स्टमा अगाडि उभिरहेको लोकतन्त्रलाई मसाउन खोज्ने, गणतन्त्र व्यवस्थालाई मसाउन खोज्ने को आज यो देशमा चलिरहेको छ? राजतन्त्र व्यवस्थालाई पुनर्संरचना अथवा पुनर्निर्माण गर्नुपर्छ भनेर, अथवा राज संस्था र हिन्दू राष्ट्रलाई संस्थागत गर्नुपर्छ भनेर हिँडिरहेका मान्छेले के भन्छ? लोकतन्त्र मान्दैन। लोकतन्त्रभित्र सबै मान्छेले बाँच्ने अधिकार पर्याप्त अथवा प्रत्याभूत गरेको हुन्छ। तर राजतन्त्रले के भन्छ? राजतन्त्र व्यवस्थाले, राजा व्यवस्थाले राजाहरूले संविधानभन्दा माथि हुन्छ। राजाले संविधान कानुन मान्नु पर्दैन। कुनै पनि संविधानभन्दा माथि रहेका व्यवस्था अथवा त्योको नायके मान्छेले यो देशलाई सञ्चालन गर्न सक्ला? सक्दैन। संविधानभन्दा माथि राजा भइसके पछाडि संविधान मान्नु परेन। उसले निर्मम दमन गर्ने उसको ऐतिहासिक कालखण्डहरू हामीले देखेका छौँ। त्यो चिजको अन्त्य गर्दै लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीय व्यवस्था महामानव डाक्टर गोपाल गुरुङले जब जन्माउनु भयो, त्यहाँबाट राजतन्त्र व्यवस्था हिजोकै दिनमा समाप्त भइसकेको छ। अब तपाईँहरूले कल्पना कहिले पनि गर्नु पर्दैन कि राजा आएर यो देशमा सत्ता सञ्चालन गर्छ भन्ने दिवा सपना जसले देख्छ त्यो खरानी भएर जान्छ। किनकि यो लोकतन्त्रको खिलाफमा जसले बोल्छ अथवा यो प्रान्तीय धर्मनिरपेक्षको खिलाफमा जसले बोल्छ त्यो भनेको समाजको अखण्डकारी अथवा विखण्डनकारी हो।
त्यो खण्डितकारीहरू हो जसले यो समाजमा भड्काउन चाहन्छ, समाजमा तितर बितर गराउन चाहन्छ। त्यसैले त्यो तितर बितर गराउने मानिसहरूलाई पाखा लगाउनको निमित्त जो अवशेष मात्र रहेका राजाहरू, ती अवशेष मात्र रहेका राजाहरूको सधैँको निमित्त समाप्त पार्दै अबको क्षणमा खरानी बन्ने तयारीमा गइसकेको यी राजावादी व्यवस्था, राजतन्त्र व्यवस्थाले हाम्रो कहिले पनि हित गर्दैन भन्ने कुरा बुझ्नुपर्छ। यो मैले किन भनिरहेका छौँ भन्दाखेरि निश्चय नै आजभोलि राजको नाममा, राज संस्थाको नाममा, हिन्दू राष्ट्रको नाममा चाहिँ नारा चर्किरहेको छ। त्यो नारा चर्काउने कसले चर्कायो? यो माटोको आवाज हो, यो माटोको आवाज होइन, त्यो कहाँको आवाज हो? यो माटोको आवाज त के त तपाईँ हामी होइन? तपाईँ हामीलाई राजा चाहिन्छ? चाहिँदैन? राज संस्था चाहिन्छ? हिन्दू राष्ट्र चाहिन्छ? यदि चाहिँदैन भन्ने यहाँ मान्छे यदि छ भने त्यो राज संस्था र राजतन्त्र हिन्दू राष्ट्र चाहन्छ भन्ने मान्छे को? अस्तिको तथाकथित राजतन्त्र व्यवस्थाको चाहिँ नायकहरूले अथवा त्योबाट गाइड भएका मानिसहरूले के गरिरहेका थिए? यूपी उत्तर प्रदेशका प्रमुख अथवा त्यहाँको चिफ मिनिस्टर योगी आदित्यनाथको फोटो राखेर राजतन्त्रको चाहिँ अथवा वकालत गर्दै एडभोकेसी गर्दै हिँडिरहेका थिए। त्यो किन त? त्यो उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथ नेपालको हो? योगी आदित्यनाथ नेपालको होइन भने योगी आदित्यनाथको फोटो सहितको फोटो राखेर कार्यक्रम हिँड्दै गर्दा अथवा कार्यक्रम गर्ने मान्छे के नेपालको माटोको सौदो छ? नेपालको माटो सौदो छैन। त्यही कारणले यस्ता खालका पृथकतावादी सोच राखेका मानिसहरूलाई अथवा यस्ता खालका सुदीन व्यवस्थाको खिलाफमा बोल्ने मानिसहरूलाई सदाको निमित्त किनारा लगाउनको निमित्त इलेक्सन मार्फतबाट, चुनाव प्रणाली मार्फतबाट हामी अगाडि बढिरहेका छौँ। त्यसैले यो विदेशी साम्राज्यवादीहरूले उनीहरूले ल्याएको खेल हो यो, अथवा भारतीय आरएसएस अथवा हिन्दूवादी अति हिन्दूवादी सङ्गठनहरूले अथवा बिजेपीहरूले चाहिँ सञ्चालनमा ल्याएको त्यो राजतन्त्रको वकालत गर्ने त्यो अस्तिको क्रान्ति हो अथवा आन्दोलन हो। त्यो आन्दोलनलाई सदाको निमित्त समाप्त पार्नको निमित्त यो देशको मङ्गोल मूलवासीहरू, यो देशको भूमिपुत्रहरू सधैँ अगाडि बढ्न सक्नुपर्छ, एकता हुनुपर्छ। तपाईँ हाम्रो हक अधिकार अस्तित्व सुनिश्चित गर्नको लागि तपाईँ हामीले आज साँच्चीकै खेलाची गर्नुभयो भने सायदै हामीले यो माटो अब पनि प्राप्त गर्न सक्दैनौँ। यो माटोको कसम खाएर तपाईँ अगाडि बढ्नुहोस्, किनकि यो माटो, यो जल जमिन जङ्गल हाम्रो थियो। यो जल जमिन जङ्गलको मालिक बन्नको निमित्त वैचारिक क्रान्ति मार्फतबाट, समानता स्वतन्त्रता र भातृत्वको जगबाट महामानव सिद्धा बुद्धले दिनुभएको अथवा डाक्टर गोपाल गुरुङज्यूले, महामानव डाक्टर गोपाल गुरुङज्यूले दिनुभएको लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीयताको मुद्दालाई संस्थागत गर्नको निमित्त बाँकी छ। यो लोकतन्त्रको धज्जी उडाएर यहाँका लोकतन्त्रवादी भन्ने केही नायकहरू जो चाहिँ लोकतन्त्र चाहँदैनथे, हिजो पनि चाहँदैनथे, आज पनि चाहिरहेको छैन। लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीयता, आज लोकतन्त्र व्यवस्थाको कार्यकारी प्रमुखहरू जो बनिरहनु भएको छ उनीहरू राजतन्त्रात्मक व्यवस्थाबाटै जन्मिएका मानिसहरू हुन्। लोकतन्त्रको खिलाफमा लोकतन्त्रको धज्जी उडाएर अगाडि बढिरहेको छ। यो राम्रो व्यवस्थालाई, यो सुदीन व्यवस्थालाई सदाको निमित्त समाप्त पार्न चाहन्छ। तर त्यसैले यस्ता खालका खलनायकहरूलाई सदाको निमित्त सत्ताच्युत गर्नको लागि वैचारिक क्रान्ति मार्फतबाट अब आउने चुनावहरू 2084 सालमा चुनाव हुँदैछ। चुनाव मार्फतबाट हामीले त्यो सत्ता कब्जा गर्न सक्नुपर्नेछ। त्यसैले चुनाव चिन्ह कुखुराको भाले, मङ्गोल नेसनल अर्गनाइजेसनको चुनाव चिन्ह कुखुराको भालेमा मतदान गरेर तपाईँ हामीले यो देशमा मङ्गोल र मूलवासीहरूको अधिकार र समग्र यो देशको सम्पूर्ण देशवासीहरूको अधिकार सुनिश्चित गर्नको लागि हामीले तयारी हुनुपर्छ। त्यो तयारी गर्नको निमित्त आज यो ऐतिहासिक दोस्रो फिक्कल गाउँपालिका सभाको दोस्रो ऐतिहासिक अधिवेशन सभा सम्पन्न हुँदैछ। म लामो समय लिन चाहन्न, किनकि मभन्दा अग्रज व्यक्तिहरूको कुरा सम्बोधन तपाईँहरूले सुन्नुपर्ने भएको कारणले, हिजोको दिनमा समयको पाबन्दी रहेको कारणले मैले धेरै बोलिनँ। जबकि आज यो उद्घोषण सभाबाट उद्घोष गरिरहेका छौँ कि हिजो हाम्रो बन्द सत्रबाट चुनिनुभएका बिर्तमान राईज्यूको प्रमुख
वर्तमानज्यू राईज्यूको अध्यक्षतामा चुनिने भएका सम्पूर्ण 11 सदस्यीय टोलीलाई हार्दिक धन्यवाद दिँदै आगामी कार्यकाल एकदमै सुदीन र सफल रहोस् र उज्यालो सम्पन्न गराउन सकोस् र यो वडा नम्बर 6 अथवा फिक्कल गाउँपालिकाको वडा 6 वटा वडा छ 6 वटा नै 6 वटा वडा नै एकदमै मङ्गलमयी बनाउन सकोस् त्यो बाटोमा तपाईहरु अगाडि बढ्न सकोस् भन्ने एउटा इच्छा व्यक्त गर्दै शुभकामना व्यक्त गर्दै मेरो आफ्नो 2 शब्द यही टुङ्ग्याउन चाहन्छु। हस्त धन्यवाद। जय मङ्गोल।